हेलो नमस्ते सबैजनालाई है। आज फेरि मैले एउटा भिडियो ल्याएँ सियान भन्ने ठाउँ चाइनाको। अनि यो भ्यूज चाहिँ मेरो होटलबाट है, जहाँ म पहिला काम गर्थेँ। त्यहाँदेखि अलमोस्ट 34-35 तलदेखि माथि यो भ्यूजहरू छ। यो टपमा रेस्टुरेन्ट थियो, क्लब लन्च भन्ने। अनि हाम्रो मिटिङ चल्दै थियो। त्यसपछि यो चाहिँ बाहिर गएँ म घुम्न सियान सिटीभित्र, जहाँ मेरो साथीको रेस्टुरेन्ट छ। सो म कस्तो दामी आर्किटेक्चरहरू गरेको छ, यस्तो क्लिन हुन्छ यार चाइनाको प्लेसहरू हेर्नु न। त्यसलाई एक रुपा पनि पाउँदैन, एकदम ब्युटिफुल छ। त्यसपछि हाम्रो दसैँ आयो सायद। मलाई यस्तो चिसो छ हेर्नु न, पुरा पातहरू त्यो के भन्छ यस्तो झरिरहेको छ, दामी देखिन्छ। रमाइलो भयो त, एकदम दामी छ यहाँ सिनहरू। त्यही भएर मैले बनाइदिएँ भिडियो। यो चाहिँ चाइनाको सबभन्दा पुरानो सिटी है, 3000 वर्ष पुरानो सिटी हो। कस्तो पुरा टकटक पुरा मार्बल बिसाएको यार, पुरा एकदम चिसो छ। फेरि चिसो टाइममा गएको थिएँ अनि बारिस भइरहेको थियो, त्यही भएर मान्छेहरू यहाँ कोही छैन होला फिलहाल। बट अर्को अगाडि गएर म अर्को नेक्स्ट डे गएको थिएँ, अर्को महिनातिर घुम्नलाई। त्यति बेला बारिस भएको थिएन, एकदम दामी छ। कस्तो दामी आर्किटेक्चर गर्छ हो पुरा, एकदम के भनौँ। यहाँ अगर बारिस नभएको भए त बाफरे बाफ लाखौँ पब्लिक हुन्छ। यहाँ यस्तो सिस्टमेटिक बनाएको छ पुरा, यस्तो दामी दामी मूर्तिहरू, पुरा कलाहरू, चाइनिजको कलाहरू एकदम दामी बनाएको छ। यहाँको यस्तो चिसो छ बाफरे बाफ। कोरोनाको टाइममा मास्क लगाउनै पर्ने एनी हाउ। हेर्नु न कस्तो दामी छ। यिनीहरूको यो के भन्छ डेकोरेसन, मान्छे छैन बट 3000 साल पुरानो यो कलाहरू पुरा यहाँ स्थापित गरेको छ। चाइनाको माउ भन्ने यिनीहरूको राजा, जस्तै हाम्रो पृथ्वीनारायण शाह, यिनीहरूको चाइनिजहरूको माउ भन्नेले यो सबै चाइनाको के भन्छ समृद्धिकरण बचाउ गरेको भनौँ जापानदेखि। अनि पुरा आर्ट हेर्नु न बाफरे बाफ, कस्तो ब्युटिफुल छ है। बहुत लामो छ यो पुरा पब्लिक, आई मिन यो प्लेस यस्तो पब्लिक हुन्छ। राति हेर्नु फेरि यस्तो दामी भ्यूज, पुरा रुखहरूमा यो लाइटिङ, पुरा वाउ भन्ने सिटी हुन्छ। वाउ देखिन हेर्नु, पानी पर्दैछ हेर्नु। म त भिजी यस्तो चिसो छ बाफ्रे बाफ। मलाई लाग्दै थियो कि चिसो छैन, म त काँपिरहेको थिएँ यार त्यति बेला। हेर्नु एकदम चिल्लो पुरा। बट हेर्नु यिनीहरूको वफादारी, बारिस होस् जे होस् त्यही पनि यिनीहरूले एकदम आँटेर पुरा काम गर्छ यार। उता हेर्नु अघि न एउटा देख्दै थियो झाडु मार्दैछ यस्तो बारिसमा पनि। सो चाइनालाई त्यही उहाँको पब्लिकहरू नै बनाएको छ यार पुरा। रोडको उतापट्टि पनि एकदम यस्तै छ पुरा, यस्तो डिजाइनको मन्दिरहरू, यस्तो ब्युटिफुल टल्किने है पुरा मार्बलहरूको पुरा। कति लामो छ यार, 5 किलोमिटर जति होला यस्तै पुरा। आज त बारिस भइरहेको छ। त्यसपछि म घर फर्किँदाखेरि मेट्रो हेर्नु, यिनीहरूको कति अन्डरग्राउन्डमा चल्छ मेट्रो पक्र्न। अब तल कफी खाँदै यस्तो चिसोमा, अनि मेट्रो पनि एक मिनटमा आउँछ उताको मेट्रोहरू। ल बन्द भइगयो त, मलाई फेरि अर्को क्याच गर्नुपर्छ। मेट्रो फेरि एकैछिनमा आइहाल्छ, उताको मेट्रोहरू यस्तो फास्ट हुन्छ। एउटा गयो कि अर्को आउँछ। यो सबै अन्डरग्राउन्ड है, धरतीको तल मेट्रोहरू यस्तो चल्छ पुरा।
यो चाहिँ सियान सिटी हो, सङ्घाई भएको भए यति करोड हुन्छ बाफ्रे बाप। म पछि बनाउँछु सङ्घाईको पनि, मसँग भिडियोहरू छ। यो चाहिँ मेरो साथी हो, मलाई लगेको थियो घुमाउनलाई। योभन्दा तल पनि अब हामी अर्को मेट्रो जाँदैछौँ, योभन्दा तल है। यो त माथिको मेट्रो हो, लाइन 2 हो कि लाइन 1 हो समथिङ। हामीलाई समात्ने चाहिँ अर्को मेट्रो हो। सो हामी झन् अन्डरग्राउन्डमा गयौँ, अरू भित्र गयौँ पुरा। यो होला मेट्रो समात्नुमा गयो है। कमसेकम हाम्रो नेपालमा यत्रो तल खोज्दा अटोमेटिक पानी आउँछ। अब हेर्नु यिनीहरूको पुरा अन्डरग्राउन्ड मेट्रोहरू 6 तल्लाको बिल्डिङ बनाउन सकिन्छ, यत्रो तल मेट्रो चल्छ यिनीहरूको। हेर्नु हामीलाई पकाउनु चाहिँ यो मेट्रो लाइन 3 मेट्रो हो कि यो। अनि यो मेट्रो लगेर अब अलमोस्ट 45 मिनट जति लाग्छ म काम गर्ने ठाउँबाट यता। सिस्टम हेर्नु कस्तो दामी हुन्छ। अनि यिनीहरूको यो चाहिँ अब माथि आइसक्यो है अन्डरग्राउन्डबाट। अनि हेर्नु यिनीहरूको ब्रिजहरू, वाउ भन्नै सकिन्न है हाम्रो नेपाल कस्तो कोही बेला यस्तो डेभलप गर्ला। कतिवटा रोडहरू छ हेर्नु, कताबाट को रोड कता जान्छ केही थाहै हुँदैन यार। यस्तो रोडहरू, यस्तो ब्रिजहरू हाम्रो के भनौँ हो, कहिले दुःख लाग्छ हो। कोही बेला हाम्रो मन्त्रीहरू घुसखोर चाले चोरहरू, मलाई त मार्ने मन लाग्छ कुकुरहरूलाई। कोही बेला यस्तो डेभलप होला हाम्रो पहाडी इलाकाहरूमा, सुरुङहरू छिराएर। जस्तै कि हाम्रो यहाँदेखि नेपालगञ्ज जाँदाखेरि कति 1 घन्टाको फ्लाइट छ, 45 मिनटको। यिनीहरूको मेट्रो हेर्नु कति क्लिन हुन्छ। ल फेरि म उता आइसकेँ अब घुम्नलाई। माथि के पाउँदैछ, यहाँ एकदम ब्युटिफुल प्लेस छ। को राजा हो यो होटल हो है, एकदम दामी होटल छ यो। उता पनि यस्तै हात्तीमा मान्छे छ। कस्तो क्लिन हुन्छ त्यो यिनीहरूको ह्याबिट। हाम्रो म यता गएको थिएँ हिजो रत्न पार्क, 50 रुपियाँ तिरेर गएको, 25 रुपियाँ तिरेर गएको। यस्तो कचरा त्यो गार्डनमा, पानी बोतल खान्छ त्यही फाल्छ। अस्ति यो दिवालीको है हामी पार्टी खेल्दैथ्यो। अनि यो साथीहरू चाहिँ अङ्गार सबै स्टुडेन्टहरू मेरो साथी Ay, tumawagin niya ito. Ay, tingnan mo. जो मेरो यो साथीको फेरि अब बाहिर गएँ म। अनि यो बाहिर चाहिँ मैले यो दाजु चाहिँ नेपालको प्रोफेसर, नेपालको हुनुहुन्छ, चाहिँ चाइनामा प्रोफेसरमा काम गर्नुहुन्छ एउटा कलेजमा, नाम पढाउनुहुन्छ गरे विदेशीहरू पढ्नुसँगको कलेजमा। एकछिन त्यो दाइसँग एकछिन त सहर घुम्नु गएको थियौँ। त्यति बेला चिसो थियो, ज्याकेट लगाएर आर्ट हेर्नु कस्तो दामी छ।
सबैभन्दा नराम्रो चाइनामा के लाग्छ एकदम क्लिन सिटी हुन्छ यार यिनीहरूको एकदम कस्तो राम्रो बनाउँछ एउटा धुलो पनि पाउँदैन यार बच्चाहरूको लागि हेर्नु त्यहाँ पुरा मेला लाग्छ त्यहाँ फेरि हामी त्यहीँ आइसक्यो घुम्दा घुम्दै फेसिलिटी हेर्नु न चाइनिज बच्चाहरूको लागि खेल्नलाई सब A to Z हुन्छ पुरा मान्छे शिक्षित हुँदैन त्यस्तै भइहाल्छ यार हाम्रो यहाँ के हो के कता स्कुल हो केही थाहै हुँदैन यो चाहिँ कुङची पाछै हुङबाई नाला मिन्स चाइनिज न्यू इयरको है फेब्रुअरीतिर ल अब फेरि म अर्को दिन फेरि गएँ साथीहरू उता घुम्नलाई यो सियानको सिटी हो 3000 वर्ष पुरानो अनि अब हेर्नु यहाँ पानी परेको छैन अब हेर्नु मान्छेहरूको क्राउड यहाँ बाफ यस्तो दामी अनि मान्छेहरू हेर्नु यहाँ मेला लाग्छ एभ्री डे यस्तै हो लाखौँको सङ्ख्यामा मान्छेहरू यहाँ हेर्नु अब हामीहरू अहिले रोडको यो पत्ती छ अनि उता क्रस गर्दाखेरि पुरा दुईतिरबाट भिड हुन्छ मान्छेहरू कत्रो मान्छे हुन्छ रोडमा पुरा यो कमसेकम 4-5 किलोमिटर छ यो यस्तै पुरा मान्छेको क्राउड हेर्नु उता कति लामो छ ल अब स्टार्ट भयो क्रसिङ रोड हेर्नु भेडा बाख्रा जस्तै क्राउड हुन्छ त्यहाँ त रोड हेर्नु कस्तो तल गर्ने पुरा डेकोरेसनले थाहा हुन्छ कि चाइना कति अगाडि छ भने कोभिडको टाइम छ हेर्नु सबैको मुखमा मास्क गार्निसिङ हेर्नु वाउ सिटीलाई बनाएकै छ यार